नमस्कार सम्पूर्ण साथीहरुमा। आज यस भिडियो अन्तर्गत विक्रम सम्वत 2081 फागुन 14 गते गोरखापत्रमा समावेश गरिएका वस्तु वैकल्पिक एवं विषयगत सामग्रीको बारेमा चर्चा गर्नेछौँ। र योभन्दा पहिलेका गोरखापत्रहरू हेर्नुभएको छैन भने यो प्लेलिस्टमा गएर हेर्न सक्नुहुनेछ। साथै साथीहरु यो फागुन 7 गतेको गोरखापत्र चाहिँ आएको थिएन, त्यही भएर मैले त्यो भिडियो हालेको थिएन। र ल त साथीहरु, अब हामी ढिला नगरी लागौँ हामी विषयवस्तुतिर। कोशी एक्सलेन्स अवार्ड 2081 कसलाई प्रदान गरियो? साहित्यकार झम्म घिमिरेलाई। त्यस्तै गरी शारीरिक रूपमा अशक्त साहित्यकार घिमिरेले विक्रम सम्वत 2067 मा जीवन काँडाकी फूल मार्फत मदन पुरस्कार प्राप्त गरेकी। र कोशी एक्सलेन्स अवार्ड समारोहमा विभिन्न 13 विधामा उत्कृष्ट 13 व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको। प्रश्न नम्बर 2, नेपालको दोस्रो पटक फाइनेन्सियल एक्सन टास्क फोर्स FATF को ग्रे लिस्टमा कहिले परेको हो? विक्रम सम्वत 2081 फागुन 9 गते। फ्रान्सको पेरिस फेब्रुअरी 21 मा सम्पन्न FATF को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिम पूर्ण उच्च सूची ग्रे लिस्टमा राखेको छ। त्यस्तै गरी यसअघि सन् 2008 मा नेपाल यस्तै जोखिम सूची ग्रे लिस्टमा परेको थियो। त्यस्तै गरी प्रश्न नम्बर 3, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको मातृभाषा राष्ट्रिय सेवा पुरस्कार कसलाई प्रदान गर्यो? योगेश राल्पालीलाई। त्यस्तै गरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको मातृभाषा राष्ट्रिय सेवा पुरस्कार कसलाई प्रदान गर्यो? योगेश राल्पाली। योग बहादुर घिसिङ पनि रहेको छ उनको नाम। घिसिङलाई 1 लाख रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरेको। त्यस्तै गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रतिष्ठानले फेब्रुअरी 21 मा घिसिङलाई सो पुरस्कार प्रदान गरेको हो। प्रश्न नम्बर 4, विश्व आर्टिफिसियल इन्टेलिजेन्स AI शिखर सम्मेलन हालै कहाँ सम्पन्न भएको छ? फ्रान्सको राजधानी पेरिस सन् 2025 फेब्रुअरी 10 देखि 11 मा। 2 दिने यस सम्मेलनमा 80 देशहरूका सरकारी प्रतिनिधि सँगै AI क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञ लगायतको सहभागिता रहेको। त्यस्तै गरी पहिलो सम्मेलन चाहिँ 2023 मा बेलायतमा, दोस्रो सम्मेलन 2024 दक्षिण कोरियामा, तेस्रो सम्मेलन सन् 2025 फ्रान्समा। यसपटक चिनिया AI मोडेल दीपसिकको व्यापक लोकप्रियतासँगै सूचना प्रविधि क्षेत्रमा ठूलो परिवर्तनका बीच यो सम्मेलन आयोजना भएको हो। पेरिस AI सम्मेलनले आम प्रयोगकर्तालाई AI मा स्वतन्त्र, सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने, वातावरण मैत्री AI विकास गर्ने र प्रभावकारी एवं समावेशी AI को सुनिश्चितता गर्दै यसको विश्वव्यापी नियमन प्रयासमा जोड दिएको। प्रश्न नम्बर 5, चर्चित AI दीपसिकका सर्जक को हुन्? लियाङ वेनफेङ। यो इम्पोर्टेन्ट छ साथीहरु, क्वेसन यो। प्रश्न नम्बर 5, चर्चित AI दीपसिकका सर्जक को हुन्? लियाङ वेनफेङ। त्यस्तै गरी प्रश्न नम्बर 6, नेपाल व्यवस्थापन सङ्घद्वारा प्रदान गरिएको म्यानेजर अफ द इयर अवार्ड 2081 बाट सम्मानित हुने व्यक्तित्व को हुन्? उर्मिला श्रेष्ठ, CEO साल्ट ट्रेडिङ कर्पोरेसनकी। त्यस्तै गरी वुमन म्यानेजर रिनिजेसन अवार्ड स्नेहा राज भण्डारी, बोल्टर्स नेपाल लिमिटेडलाई प्रदान गरिएको। त्यस्तै गरी प्रश्न नम्बर 7, नेपालमा हाल आरोहणका लागि खुल्ला गरिएको हिमालको सङ्ख्या कति रहेको छ? 461 वटा। र विक्रम सम्वत 2081 असोज 21 मा बसेको मन्त्री परिषद बैठकले 57 वटा हिमाल आरोहणका लागि खुल्ला गर्ने निर्णयसँगै नेपालका 461 हिमाल आरोहणका लागि खुल्ला भएका छन्। यो इम्पोर्टेन्ट क्वेसन छ है, यो साथीहरु हेर्नु होला। कतिवटा त? 57 वटा थप गरेर 2081 असोज 21 मा के भएको हो? 461 भएको हो। त्यसै गरी प्रश्न नम्बर 8, पहिलो सभापति कप फुटबल प्रतियोगिताको च्याम्पियनसिप बन्न सफल टिम हो? सङ्कटा क्लब। दोस्रो रङशालामा माघ 17 मा भएको फाइनल प्रतिस्पर्धामा सङ्कटाले बागमतीलाई सडन डेथमा 4-3 ले पराजित गर्दै उपाधि हात पारेको हो।
त्यस्तै गरी प्रश्न नम्बर 9 बाल साहित्य रत्न शान्त दास स्मृति सम्मान 2081 बाट कसलाई सम्मानित गरियो? बाल साहित्यकार स्वर्गीय जनक प्रसाद हुमागाईलाई। त्यस्तै गरी प्रश्न नम्बर 11 संयुक्त राष्ट्र सङ्घद्वारा कुन वर्षलाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरियो? सन् 2025 लाई संयुक्त राष्ट्र सङ्घद्वारा कुन वर्षलाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरियो? 2025। त्यस्तै गरी प्रश्न नम्बर 11 सत्यमोहन जोशी नेपाल भाषा साहित्य शिर्पा पुरस्कार 2081 कसलाई प्रदान गरियो? वरिष्ठ साहित्यकार तिलक प्रसाद कास्यलाई भक्तपुरका। र त्यस्तै गरी प्रश्न नम्बर 12 अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ? यो 2025 मा मनाइएको यो 73औं अन्तर्राष्ट्रिय भन्सार दिवस थियो। कस्टम डेलिभरिङ अन इट्स कमिटमेन्ट टु इन्फिसियन्सी सेक्युरिटी एन्ड प्रोस्पेरिटी रहेको छ साथीहरू। कस्टम डेलिभरिङ अन इट्स कमिटमेन्ट टु फाइनेन्स इफिसियन्सी सेक्युरिटी एन्ड प्रोस्पेरिटी रहेको छ। योभन्दा पनि साथीहरू तपाईँहरूले यो राष्ट्रिय नारा थाहा पाइराख्नुहोस्। राष्ट्रिय नाराहरू सोधिरहेको हुन्छ, यो त त्यस्तो सोधेको देखिँदैन। प्रश्न नम्बर 13 साहसिक खेल भिया फराटा नेपालमा पहिलो पटक कुन ठाउँमा आयोजना गरियो? ग्लाजेन पिकको बेस क्याम्प जुगल हिमालमा। प्रश्न नम्बर 14 अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ? फेब्रुअरी 21 मा। त्यस्तै गरी प्रश्न नम्बर 15 साहित्य लोकहितमा सृजित कलापूर्ण विषय एवं स्रष्टाको स्वच्छ हृदयबाट प्रस्फुटित प्रकाय चिन्तन हो भन्ने साहित्यकार को हुन्? घटराज भट्टराई। प्रश्न नम्बर 16 परेवालाई शान्तिको प्रतीक मानिन्छ भने हाँसलाई के को प्रतीक मानिन्छ? न्यायको। ढुकुरलाई प्रेमको प्रतीक मानिन्छ। यो पनि कहिले कहिले सोधेको पाइन्छ साथीहरू, त्यही भएर यो जान्नु। परेवालाई शान्ति, ढुकुरलाई प्रेम र हाँसलाई न्यायको प्रतीक मानिन्छ। त्यस्तै गरी प्रश्न नम्बर 17 देशको पहिलो विद्युत चुहावट मुक्त घोषित नगरपालिका कुन हो? कन्काई नगरपालिका झापा। देशको पहिलो विद्युत चुहावट मुक्त घोषित नगरपालिका कुन हो? कन्काई नगरपालिका झापा। प्रश्न नम्बर 18 नागार्जुन दरबारको निर्माण कसले गरेका हुन्? जुद्ध शमशेरले। नागार्जुन दरबारको स्थापना कसले गरेका हुन्? जुद्ध शमशेरले। प्रश्न नम्बर 19 बङ्गलादेशको मुद्रालाई टाका भनिन्छ भने भुटानको मुद्रालाई के भनिन्छ? नेगुट्रोलम। है त यो बङ्गलादेशको यो मुद्रा चाहिँ नेगुट्रोलम भनेर याद गर्नु होला, इम्पोर्टेन्ट छ। प्रश्न नम्बर 20 चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कर अवार्ड पहिलो पटक कहिले प्रदान गरिएको थियो? सन् 1929 मा। सन् 1929 मा स्थापित यो पुरस्कार पहिलो पटक सन् 1929 मा विङ्स चलचित्रलाई प्रदान गरिएको हो। त्यस्तै गरी प्रश्न नम्बर 21 विष्णुका 10 अवतार के हुन्? मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध, कल्की। विष्णुका 10 अवतार तलका मध्ये कुन हुन् वा होइनन् भनेर पनि सोधिदिन्छ साथीहरू, त्यो थाहा पाइराख्नु होला। मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध, कल्की। प्रश्न नम्बर 22 सुस्वास्थ्य उत्कृष्ट उपहार हो भन्ने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो भन्ने विचारक हुन्? गौतम बुद्ध। सुस्वास्थ्य उत्कृष्ट उपहार हो भन्ने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो भन्ने विचारक हुन्? गौतम बुद्ध। हाल कार्यान्वयनमा रहेको वाणिज्य नीति कुन हो? वाणिज्य नीति 2081। हाल कार्यान्वयनमा रहेको वाणिज्य नीति कुन हो? वाणिज्य नीति 2081। सरकारले वाणिज्य नीति 2072 प्रतिस्थापन गरी यो नीति ल्याएको हो। प्रश्न नम्बर 24 डोटीको सिलगढीदेखि अछामको साफे बगरसम्मको सडक खण्डलाई के नामाकरण गरिएको छ? पहल मानसिंह स्वार सडक। पहल मानसिंह स्वार सडक डोटीको सिलगढीदेखि अछामको साफे बगरसम्म सडक खण्डलाई के नामाकरण गरिएको छ?
प्रश्न नम्बर 25 प्राचीन ओलम्पिक खेलको सुरुवात ग्रिसको ओलम्पिकबाट भएको थियो भने आधुनिक ओलम्पिक खेलको सुरुवात कहाँबाट भएको थियो? ग्रिस एथेन्सबाट। प्राचीन ओलम्पिक खेलको सुरुवात ग्रिसको ओलम्पिकबाट भएको थियो भने आधुनिक ओलम्पिकको खेलको सुरुवात ग्रिसकै एथेन्स सहरबाट भएको थियो। यो थाहा पाइराख्नु होला। प्राचीन भन्यो भने चाहिँ ओलम्पिक भन्ने ठाउँबाट ग्रिस गयो र आधुनिक भन्यो भने एथेन्सबाट भएको थियो ग्रिसको। प्रश्न नम्बर 26 सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनिन्छ? नेपाल पिक। प्रश्न नम्बर 27 अपराधीलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका हुन्? जयस्थिति मल्लले। अपराधीलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका हुन्? जयस्थिति मल्लले। प्रश्न नम्बर 28 मुलुककै जेठो राष्ट्रिय सङ्ग्रहालय कहाँ रहेको छ? छाउनी काठमाडौँमा। मुलुककै जेठो राष्ट्रिय सङ्ग्रहालय कहाँ रहेको छ? छाउनी काठमाडौँमा। 18,000 भन्दा बढी महत्त्वपूर्ण एवं विश्वकै दुर्लभ कला तथा वस्तुको सङ्ग्रह रहेको यो सङ्ग्रहालय विक्रम सम्वत 1955 फागुन 1 देखि शुल्क लिएर सर्वसाधारणका लागि खुल्ला गरिएको हो। प्रश्न नम्बर 29 मिसोफोनिया भन्नाले के भन्छ? विभिन्न प्रकारका ध्वनि सुनेर हुने असहजपन हो। मिसोफोनिया भनेको विभिन्न प्रकारका ध्वनि सुनेर हुने असहजपन हो, आवाजका कारण हुने विशेष कठिनाइ हो। प्रश्न नम्बर 30 साइलेन्ट स्प्रिङ नामक वातावरणसँग सम्बन्धित पुस्तकका लेखक को हुन्? राचेल कार्सन। त्यसै गरी अब साथीहरू हामी विषयगत तर्फ हेर्छौँ। विषयगत तर्फ साथीहरू मैले स्लाइड सो गर्छु, तपाईँले पज गरेर हेर्नु होला। वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धमा नेपालमा पेरिस घोषणा मार्फत निर्धारण गरिएका सैद्धान्तिक मान्यताहरू उल्लेख गर्दै वैदेशिक सहायता परिचालनका सकारात्मक र नकारात्मक पक्षहरू चर्चा गर्नुहोस्। प्रश्न नम्बर 2 स्थानीय तहको वार्षिक विकास कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियाबारे जानकारी दिँदै नेपालको स्थानीय तहको वार्षिक बजेट तर्जुमामा देखिएका समस्याहरू उल्लेख गर्नुहोस्। प्रश्न नम्बर 3 भ्रष्टाचारले मुलुकको आर्थिक सामाजिक रूपान्तरण प्रक्रियालाई अवरुद्ध पारी समाजमा विकास क्रमलाई पछाडि धकेल्छ, यस भनाइप्रति आफ्नो दृष्टिकोण सहित स्पष्ट पार्नुहोस्। प्रश्न नम्बर 4 प्रतिवेदन भन्नाले के बुझिन्छ? प्रतिवेदनको महत्त्वमाथि चर्चा गर्दै सार्वजनिक निकायमा प्रयोगमा आउने विभिन्न प्रतिवेदनका प्रकारहरू लेख्नुहोस्। यसरी साथीहरू आजको हाम्रो यो वस्तु वैकल्पिक र विषयका सामग्री यही नै समाप्त भएको छ। हस्त साथीहरू हेरेर सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।